विद्यालयबाट बिदाई लिँदै आफ्नो नयाँ यात्राको सुरुवात गरिरहँदा हामी उहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ। उहाँले आज यस विद्यालयलाई छोड्नु भएको होइन, उहाँले आफ्नो फ्युचरको स्टेप्सहरू फरवर्ड गर्नुभएको। कतिपय कामहरू हामीले आफ्नो मनले नचाहे पनि बाध्यताले गर्नुपर्छ। सायद उहाँले पनि यस विद्यालयलाई छोड्न आफ्नो मनले चाहनु त भएको छैन होला, तर बाध्यताले आज यस विद्यालयबाट बिदाई लिँदै आफ्नो नयाँ यात्रा सुरुवात गरिरहनु भएको छ। र आजसम्म हाम्रो रूपक सर, हाम्रो रमेश सर एक शिक्षक मात्र नभएर हामी विद्यार्थीहरूसँग एक साथी जस्तो व्यवहार गरेर हामीलाई ज्ञान दिइरहनु भयो, सिकाइरहनु भयो। र विद्यार्थीहरूलाई योभन्दा ठुलो एक शिक्षकबाट आशा लिनु त खुसीको कुरा नै हो। र एक शिक्षक भएर हामीलाई धेरै ज्ञान सिकाउनु भयो, सिप दिनुभयो र यसका लागि हामी विद्यार्थीहरूले उहाँलाई धन्यवाद भन्नुपर्छ। हामीले शिक्षकबाट धेरै कुरा आशा त गर्न पनि सक्दैनौँ, किनकि उहाँले हामीलाई जीवनमा धेरै कुरा दिनै सक्नु भएको छ, हामीलाई ज्ञान दिनुभएको छ। उहाँहरूसँग भएको ज्ञान हामीलाई समर्पण गर्नुभएको छ। उहाँहरूले हाम्रै लागि भनेर विद्यालय आइदिनुहुन्छ, पढाइदिनुहुन्छ। कति दिन उहाँहरू पनि आउनु नसक्ने अवस्थामा पनि हाम्रै लागि भनेर आउनुहुन्छ र विद्यार्थीहरूले उहाँलाई खुसीको साथ धन्यवाद भन्नुपर्छ हामीले। र हामी the one more thing that we from student want to say to our Ramesh sir is, dear Ramesh sir, you may be away from us, but your teaching will never be. उहाँले हामीलाई जति ज्ञान दिनुभयो, जति हामीलाई पढाउनु, जुन मात्र पढाउनुहुन्थ्यो त्यो कुरा हामी कहिले पनि बिर्सिनु छैन। The memory we had made together, maybe the memory that will last forever. Thank you. म यहाँबाट brilliant student Fatima. She has expressed how impressive Ramesh sir was when he was teaching this school. Wherever he goes, we wish for his bright future. His every steps towards divine, he will get better opportunities in next field. He will always remain in our heart and memories. Now again, I want to call Mr. Bhuvendra sir to represent our intern school team to give a farewell speech to Ramesh sir. आज को यस विदाई समारोहका अध्यक्ष आदरणीय सर, यसै गरी यसै विद्यालयका प्रधान टिकाराम छु, संस्थापक सदस्य ढुङ्गा छु, मेरा समकालीन सम्पूर्ण शिक्षक साथीहरू, आज रमेश सरको औपचारिक रूपमा यस विद्यालयबाट बिदाई हुँदैछ। सर्वप्रथम त उहाँले उच्च मावि तहमा शिक्षक पदमा नाम निकाल्न सफल हुनुभएकोमा उहाँलाई म लगायत मेरा सम्पूर्ण शिक्षक साथीहरूको तर्फबाट मुरी बधाई तथा शुभकामना दिन चाहन्छु। रमेश सर एक आदर्श शिक्षक हुनुहुन्छ। यति मात्र नभइकन हामी यस विद्यालयमा रहँदा विगत 3 वर्षको बिचमा 2.5-3 वर्ष हामी सँगै बस्यौँ। हामी एउटै परिवारका दाजुभाइ जस्तै तरिकाले हामीले मिलेर यस विद्यालयमा अध्यापन गराउने मौका पायौँ। उहाँबाट हामीले धेरै कुराहरू सिक्ने मौका पायौँ र विद्यार्थीको मनमुटुमा बस्न सफल हुनुभएकोमा उहाँलाई यस विद्यालयले, यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरूले सधैँभरि सम्झिरहनु हुनेछ भन्ने आशा पनि राख्छौँ। र अहिले उहाँ जुन विद्यालयमा जानुभएको छ, त्यहाँको विद्यालयमा पनि यसरी नै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र त्यहाँको प्रशासकहरूको मन जित्न सफल हुनुहोस्। उहाँको आगामी दिनहरू धेरै सुखद, समृद्ध, अझै राम्रो उत्तरोत्तर प्रगति होस् भन्ने शुभेच्छा प्रकट गर्दै फेरि पनि यस विदाई समारोहमा उहाँले जति विद्यालयलाई योगदान दिनुभएको छ, विद्यालयले र हामी सम्पूर्ण शिक्षक साथीहरूले उहाँले दिनुभएको योगदान अविस्मरणीय रहेको छ र उहाँलाई हामी यो
सदा उहाँलाई सम्झिरहनेछु। हाम्रो कार्यक्षेत्र शिक्षक पेसा भए तापनि यो जिन्दगी कहिले हिमालको डाँडा पाखा अनि तराईको समथर भूभाग घुमेर एक दिन अन्त हुन्छ। हामी जीवनमा अटुट मिलेर राख्न चाहन्छौँ, तर समय र परिस्थितिले हामीलाई कहाँ पुर्याउँछ। हिजोसम्म हामी एकै विद्यालयमा अध्यापन गरिरहेको व्यक्ति अहिले सर अन्य विद्यालयमा जानुभएको छ। आजको यो विदाई समारोह भए तापनि उहाँको शैक्षिक सफलता मान्नुपर्छ, योग्यताको कदर भएको छ। त्यसमाथि पनि राज्यले दिनुपर्ने सेवा सुविधा उहाँले पाउनुहुनेछ। त्यसले गर्दा उहाँको आगामी दिनहरू सुखद होस्, समृद्ध होस् भन्ने शुभेच्छा व्यक्त गर्दै मेरा सम्पूर्ण शिक्षक साथीहरूको तर्फबाट र हामीले उहाँसँग रहँदा भुलवश कुनै त्यस्ता अप्रिय शब्दहरू कुनै उहाँलाई चित्त दुखाउने केही भनेका रहेछौँ भने उहाँले आजैदेखि त्यो कुरालाई यही समाप्त गर्नुहुनेछ र हामीलाई फेरि पनि पहिलाकै जस्तो सौहार्दपूर्ण रूपमा अर्पण गरेर लिएर हामीलाई सधैँभरि आगामी दिनहरूमा पनि यस्तै सल्लाह सुझाव र माया देखाइराख्नुहुनेछ र यो विद्यालयलाई पनि उहाँले सम्झिराख्नुहुनेछ भन्ने आशा राख्दै मेरा